दिएर सम्मान गर्नुहुने जुन आजको पुन समाज नेपालको आयोजक टिमलाई र यहाँहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। र सर्वप्रथम त म यो स्थानीय निर्वाचन यहाँहरूले आफ्नो क्षेत्रबाट विभिन्न जनप्रतिनिधिहरूलाई उम्मेदवार बनाएर भोट हाल्नुभयो। यहाँहरूले अमूल्य भोट दिएर हामीलाई अथवा सबै आफ्नो इच्छाको व्यक्तिहरूलाई जिताउनु भएको छ र यसर्थ यसरी हामीलाई भोट गरेर दिएर प्रत्यक्ष अप्रत्यक्ष रूपमा हामीलाई सहयोग गर्ने तमाम पुन समुदायका व्यक्तित्वहरूलाई हामी सबै जनप्रतिनिधिको तर्फबाट धन्यवाद दिन चाहन्छु। र हामी अब जनप्रतिनिधिहरू यहाँहरूको आँखाले, यहाँको नजरले, यहाँहरूको हृदयले म यहाँहरूलाई के अनुरोध गर्न चाहन्छु भने हामी हिजोको दिनमा कुनै राजनीतिक पार्टीबाट उठेर हामीले कुनै हिजोको दिनमा जहाँ जसरी उठेर विजय गराउनु सफल हुनुभएको छ। म तमाम पुन समुदायहरूलाई म के भन्न चाहन्छु भने अबको दिन राजनीति भनेका सकिएको छ। हामीले मात्र 15-20 दिनमा हामी राजनीतिक तिक्तता लिएर आफ्नो आस्था हुन्छ, त्यो आस्थामा तपाईँहरू जुन किसिमको आस्थाले भोट दिनुभयो अब त्यसलाई त्यो कुराहरूलाई बिर्सेर राजनीतिक तिक्ततालाई बिर्सेर अब हामी मात्र आफ्नो समाजको, आफ्नो जातिको, आफ्नो समुदायको कसरी उत्थान गर्न सकिन्छ भन्ने कुरामा यहाँहरू लाग्नु हुनुको निम्ति म विनम्र अनुरोध गर्न चाहन्छु। कुनै एउटा राजनीतिक तिक्तताबाट हामी एउटा राजनीतिक प्रतिनिधि भइसकेपछि, हामी एउटा जनताको प्रतिनिधि भइसकेपछि अब हाम्रो नजर यो त कांग्रेस, यो त कम्युनिस्ट, यो त राप्रपा, यो त माओवादी यस्ता दृष्टिकोणले यहाँहरू नहेरिदिनु होला प्लिज। हामी सबैको साझा हौ। यस मानेमा हामी कसै तपाईँको समाजमा, तपाईँको टोलमा यस्ता तिक्तताहरू छन् भने प्लिज यो तिक्ततालाई मेटाइदिनुहोस्। अब हामी सबै पुन जातिहरू, हामी सबै समुदायहरू, हामी टोलवासीहरू, हामी दाजुभाइ तथा दिदीबहिनीहरू आफ्नो टोलको, आफ्नो समाजको, आफ्नो गाउँको कसरी उमो लाग्न सकिन्छ यस बारेमा यहाँहरू लाग्नको निम्ति म यहाँहरूलाई अनुरोध गर्दछु। र तपाईँहरूले हामी प्रति हेर्ने दृष्टिकोण पनि त्यस्तै गरी हामीले तपाईँहरूले हेर्ने दृष्टिकोण पनि यसरी एउटा आफ्नो जातिको निम्ति, आफ्नो समाज र टोलको निम्ति हामी लाग्नुपर्छ, राख्नुहुनेछ भन्ने कुरा म अनुरोध गर्न चाहन्छु। र तपाईँहरूले यो आज सम्मान गर्नुभएको छ, माला लगाइदिनु भएको छ, ब्याज लगाइदिनु भएको छ, खादा लगाइदिनु भएको छ, मायाको चिन्ह दिनु भएको छ, यहाँहरूले सबै सम्मान गर्नुभएको छ। तपाईँहरूले हामीलाई माला लगाएर, हामीलाई खादा लगाएर, ब्याज बिराएर सम्मान गर्नुभएको छ। हामीले सोचेका छौँ यो सम्मान यो किन दिइरहनु भएको छ भन्दा तपाईँहरूले 5 वर्षको निम्ति जनताको राम्रो काम गरेस्, जनताले चाहेको काम गरेस्, आफ्नो जातिको विकास गरेस् भन्ने उद्देश्यले यो लगाइदिनु भएको हामीले महसुस गरिरहेका छौँ। यसो भएको हुनाले हामीले तपाईँहरूको निम्ति एउटा आफ्नो जातीय उत्थानको निम्ति आफ्नो क्षेत्रबाट, आफ्नो कर्मबाट, आफ्नो भूमिबाट के गर्न सकिन्छ हामी सक्दो प्रयास गर्नेछौँ। हामीले करिब म्याग्दीमा 80% भन्दा हामी पुन जातिका मान्छेहरू छौँ र हामी आज धेरै आउन सक्ने थियौँ, यो कार्यक्रममा धेरै उपस्थित हुने थियौँ। तर तपाईँहरूलाई थाहा छ हामीले 6 गतेभित्र प्रत्येक वडामा, हिजो अस्ति मात्रै प्रत्येक वडामा बजेट विनियोजन गरेर आएका छौँ। टोलको विकास, वडाको विकास कसरी गर्न सकिन्छ भनेर त्यही बजेट विनियोजन कार्यमा लाग्ने भएको हुनाले मलाई जहाँसम्म लाग्छ अन्नपूर्ण गाउँपालिका मात्र होइन, नेपाल अधिराज्यभरिका जनप्रतिनिधिहरू अहिले बजेट विनियोजन कार्यमा लागेका छन् र हामीले 6 गते मात्रै कुन टोलमा के काम गर्ने, कुन वडामा के काम गर्ने भनेर हामीले त्यो कार्यक्रम ल्याउनेछौँ। र यहाँहरूको चिरपरिचित भरत सर भनेर चिन्नुहुन्छ धेरैले। म पोखराको बसाइ झन्डै मेरो 11-12 वर्षको बसाइ मेरो पोखरामा पनि थियो र पोखरामा रहँदै गर्दाखेरि
मैले राजकुमारी दिदी थाका लेफ्टेनेन्टहरूसँग लामो समय काम गर्ने मौका पाएको छु। मैले